guys, welcome to my new vlog. Guys, हजुरहरु सन्चै हुनुहुन्छ होला? म पनि एकदम सन्चै छु. Guys, म चाहिँ आज घर जान लागेको अनि किनकि बिदा छ नि त अनि घर जान लागेको अनि यहाँ सक्सेस जानु जस्तो भएको छ. यो ब्याग पनि भइसकेको छ. अब रेडी हुनको लागि रेडी मात्र हुने सकेको छ अनि रेडी भएर चाहिँ यो हल्का सामान मिलाएर जानेछु. गाइस, हाम्रो चाहिँ अब निस्किसकेको छ अनि बिनिता चाहिँ अगाडि निस्किसकेछन्, उता गाडी अगाडितिर छन् अनि म चाहिँ निस्किसकेको छु. अब धेरै छन् के सामान तिम्रो? म त एउटा चोर हो कि दुई चोर मात्र लगेछु म त यसपालि. त्यो घर छ नि कपडा. गाइस, म चाहिँ घर जान लाग्यो. हिजो बेलुकासम्म चाहिँ फिक्स थिएन अनि अहिले हामी चाहिँ निस्किसकेको छौँ. हेर्नु पुरै चिसो छ नि, त्यो भएर पुरै मैले त यही कुरोमा लगाइराख्नु ज्याकेट ल्याएर आएको छु किनकि तातो छ नि त. अनि टोपी पनि लिएर आएको अनि यो ज्याकेट चाहिँ एउटै घरमा पनि धुने भनेर पनि लिएर आएको पनि थिएँ. अनि अनि हाम्रो चाहिँ खाना खाएको छैन नि त. हामी खानै नखाएर जानु लागेको अनि अब फेरि घर के रे चप्पल त मैले नि ल्याएको छु क्या बुढ्दा. ए घर छ त घर त हाम्रो घरमा त पुरै जसको चप्पल भेट्दा आउँछ त्यसको लागि नि हो क्या. हामीहरू चाहिँ बजार आइपुगेको छौँ. अब बसमा चढेर चाहिँ मैले सुटेको छु यहाँदेखि. हेर्नु सक्नुहुन्छ म चाहिँ यहाँ के अरे घोराई चौकनिर आएको छु. बस चढिसकेको छु म चाहिँ. अब यहाँ एकछिन पुग्छ होला. गाइस, हामीहरू चाहिँ यहाँ घोराई आइपुगेको छ. घोराईको नि तुलसीपुर चौकनिर आइसकेको छ. हेर्नु सक्नुहुन्छ गाडी हिँडेको छ अनि अरू अङ्कलहरू साथीहरू चाहिँ छेउछाउ गएको छ. अब म थोरै छौँ पेसेन्जर भनेको अनि अब हामी थोरै छौँ बस बाटोमा जानको लागि. बस बाटो झर्ने हो गाइस अनि हामी चाहिँ बसिरहेको छौँ. हाम्रो चाहिँ यहाँ बसमा आइसकेको छु अनि अब म चाहिँ चढ्न लागेको.
चाहिँ अब बस झरेर अब चाहिँ जानु लागेको अनि मलाई लागेको थियो कि अब यहाँ बस गाडी नै यहाँ अडिन्छ होला जस्तो लागिरहेको थियो तर गाडी सबै चढेर त ल्याइदियो छ्या आफ्नो ठाउँ यहाँ आफ्नो ठाउँमा आउँदा फिल नै अर्कै हुने कि मतलब कि कस्तो हुन्छ नि आफ्नो ठाउँ र अरूको ठाउँ मतलब कि आफ्नो जन्मघर ठाउँ भनेको आफ्नो ठाउँ हुन्छ नि त होइन अनि कस्तो खुसी लाग्ने कि आफ्नो ठाउँ आएको बेला गाइस म चाहिँ अब यहाँ मेरो घरको माथि मतलब कि बसमा भन्दा माथि आइसकेको छु गाइस हेर्नु सक्नुहुन्छ मेरो गाउँ भन्दा पनि मेरो ठाउँ भनौँ होइन अनि कस्तो खुसी लाग्ने कि आफ्नो गाउँ ठाउँ हेर्दाखेरि गाइस अनि गाइस के अरे आफ्नो म यति धेरै भ्लग बनाएँ होइन म यति धेरै बनाएँ 3-4वटा त भ्लग बनाइसकेको छु गाइस तर पनि मेरो मैले के भन्नु अझ के भन्नुपर्छ के भन्नु पर्दैन चाहिँ थाहा नै छैन गाइस मलाई चाहिँ अब गाइस म चाहिँ अब यहाँ गएर आइपुग्नु लाग्छ अब यो पिपल भन्दा हल्का माथि छ हो गाइस मेरो घर अनि तरकारी लगेर जानुपर्छ क्या हो घरमा तरकारी छैन होला फेरि गाइस के अरे मेरो साथीले चाहिँ मेरो नास्ता खाने भनेर अलिक टाइम नै लाग्यो र अघि नै आएको गाइसमा चाहिँ अनि यहाँ गाइस अब मेरो घर आइपुगेको छ त्यहाँ हजुरहरूलाई अब घर बस्दाखेरि म के गर्छु के गर्दैन त्यो देखाउने छु गाइस हजुरहरूलाई फेरि अनि गाह्रो भयो त यहाँ मलाई गाइस फाइनली म आफ्नो घर आइपुगेको छु आफ्नो घर पनि यहाँ रुमभित्र आइसकेको छु रुम घर आइसकेको छु अब चाहिँ म अब एकछिन चाहिँ माथि घर जान्छु किनकि अब तरकारी लिनु पऱ्यो नि त होइन खानको लागि अनि हेर्नु सक्नुहुन्छ गाइस मेरो रुम यस्तो छ बिचरा मेरो रुम कस्तो खाली भएको छ गाइस मेरो रुम चाहिँ अनि अब चाहिँ म माथि जान्छु माथि घर फुपू घर अनि फुपूसँग भेट्नेछु गाइस मेरो घर हेर्नु सक्नुहुन्छ म चाहिँ घरको बाहिर आएको छु अनि यो मेरो घर भयो गाइस अनि चाहिँ म माथि फुपूको घर जानु लाग्यो कि अनि गाइस म चाहिँ अब माथि फुपू घर आइसकेको छु हेर्न सक्नुहुन्छ अनि म चाहिँ एकछिन बसेर चाहिँ म अब जान्छु घर खाना खानको पनि हजुरआमा कहाँ हुनुहुन्छ तपाईँहरू हजुर आउनु भर्खर आएको मेरो हात फर्को छैन नि चिनी गरेर ल्याइराख्नु क्या हुन्छ फुपू हुनुहुन्न फुपू घर जानुपर्छ
तपाईँको दिदीहरू पनि जाने यसलाई जाउँ भयो गाइस हेर्नु सक्छ जेरी गाइस म चाहिँ अब घर जान लागेको फुपू घरमा के फुपू घर बनाएर हाम्रो यहाँ म चाहिँ घर आइसकेको छु गाइस मैले चाहिँ यहाँ नास्ता खाइसकेको छु र मेरो अब हेर्न सक्नुहुन्छ मेरो बहिनी मेरो माइली बहिनीले नास्ता खाएको थिएँ अनि मैले चाहिँ यहाँ अगाडि नास्ता बनाएर खाइसकेको थिएँ र अब नानी चाहिँ भर्खरै क्लासदेखि आएको छ नि त इक्जाम दिएर अनि त्यही भएर मैले नास्ता यसले चौचो बनाइदिएको थियो त्यो खानु लाग्छ नानीले अनि के भन्नु अब के गर्नुहोस् तैँले लाइक कमेन्ट सेयर गरिदिनु ला सब्सक्राइब गरिदिनु ला भन्नु अनि गरिदिनु होला त्यो भनिदिनुहोस् गाइस यसले चाहिँ भ्लग बनाएर त कोसिस गरेँ तर यसले मोबाइल चाहिँ यस्तरी नपारेर यस्तो छर्कीमुखी चाहिँ पारेको थियो गाइस यसले तर के छैन म बिस्तारै सिकाइरहेको छु यसलाई यसले भ्लग बनाउने अझै यसको एज भएको छैन नि त एज त हेर्नु हुँदैन तर त्यो पनि सिकाइहाल्छु नि त मैले आफू पर्फेक्ट हुन्छु अनि बल्ल यसलाई पनि सिकाउँछु गाइस मैले चाहिँ अनि यहाँ हेर्न सक्नुहुन्छ तल चाहिँ फुलबारीहरू के छन् साग छन् मम्मीले रोपेको मम्मी चाहिँ यस्तो कलाकारी हुन्छ नि दमा पनि जे पनि बजाइदिनुहुन्छ एक किसिममा टिपी हाल्नुहुन्छ हेर्नु त मम्मी पनि को ठुलो मम्मी भएको मम्मी चाहिँ म पहिला यो घरमा बस्थेँ यो अङ्कलको घरमा हो यो अङ्कलको घरमा चाहिँ म कान्छा अङ्कलको घरमा चाहिँ म पहिला बस्थेँ अहिले चाहिँ यहाँ आफ्नै घरमा बस्छु अनि कति वर्ष भयो यो एक वर्ष लाग्यो अब यो के अरे बनाउन लागेदेखि पेन्ट गर्दासम्म चाहिँ कति 1 वर्ष भइसकेको थियो र अब हामीहरू चाहिँ बस्न लागेको चाहिँ अब अर्को वर्षको साउन हो कि भदौमा चाहिँ 1 वर्ष पुग्छ हामीहरू चाहिँ यहाँ बस्न लाग्यो यो घरमा बस्न लाग्यो गाइस अब हामीहरू चाहिँ यो घरमा बसेको चाहिँ 5-6 महिना चाहिँ भएको छ बसेको चाहिँ हाम्रो अनि मैले माथि घर यसको घर चाहिँ मैले राम्रोसँग देखाएन गाइस हजुरहरूलाई अनि त्यही होटेलमा रेन्ट देखेको थियो अघि अनि फेरि एकछिन पछि फेरि योसँगै म माथि यसको घर जान्छु अनि त्यतिखेर फेरि म यसको घरमा घर देखाउने छु गाइस जुन मैले अघि हजुरहरूलाई फुपूको घर जान्छु भन्थेँ त्यही यो यसको घर त्यही हो अनि हामी चाहिँ अब त्यही जान्छौँ एकछिन मैले चाहिँ अघि एकछिन पढेर फेरि नास्ता खाना आएको थिएँ अनि फेरि यसलाई नि यो पनि स्कुलबाट आएको थियो नि त भर्खर यसलाई नि नास्ता दिएर अब चाहिँ हामीहरू एकछिन माथि घर जान्छौँ अनि फेरि यो ट्युसन जान्छ गाइस ट्युसन पढ्न अनि आउँछ फेरि गाइस यो बहिनी जुन मेरो घर आएको थियो त्यही बहिनीको घर हो यसको घर हो यो चाहिँ अनि हामीहरू चाहिँ उता माथि उता माइला अङ्कल घर जानु गएको छौँ हामीहरू हाम्रो माइला अङ्कलको घर यही हो अनि अङ्कलको घर माइला अङ्कलको घर अनि हेर्नु सक्नुहुन्छ गाइस मैले चाहिँ खाना बनाउन गइसकेको छु अनि घर आएर खाना बनाउन पनि हेर्नु सक्नुहुन्छ भात दिइसकेको छु अनि अब तरकारी बनाउने लाग्यो गाइस अनि तरकारी चाहिँ मैले मासु लिएर आएको थिएँ थोरै अनि त्यही बनाउन लागेको छु गाइस मैले चाहिँ अब खाना बनाइसकेको छु अनि अब खाने टाइम भइसकेको छ हेर्नु चाहिँ मैले खाना बनाइसकेको छु अनि भात पनि अघि नै भइसकेको थियो अब म
खाना खान लागेको गाइस। अनि त्यसपछि चाहिँ मेरो आफ्नो खाना मिलाउनु छ किनकि अब मान्छे बस्नु नबस्नु फरक हुन्छ नि त गाइस। सो एकछिन कोठा मिलाएको छु अनि फेरि एकछिन लेखेर सुनेछु गाइस। हेर्न सक्नुहुन्छ मेरो मम्मीको रुम यस्तो छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि म चाहिँ अब फेरि म अब खाना खानेछु गाइस। म चाहिँ खाना खाएर भाँडासारा माझेर म चाहिँ रुममा आइसकेको छु र यहाँ बेडमा भएको सामानहरू मिलाएर साइडतिर राखिसकेको छु। अनि यहाँ यस्तो सिरकहरू मिलाइसकेको छु। अब यहाँ सुत्न रेडी भइसकेको छु गाइस। अब हल्का नोट पनि बनाइसकेको छु। सो गाइस यो मेरो भ्लग हेरेर साथ दिनु होला। अनि हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। यति भन्दै आजको यो भ्लग गर्दै अर्को न्यू भ्लग लिएर हजुरहरूसँग आउनेछु। थ्याङ्क यू फर वाचिङ गाइस। गुड नाइट। लभ यू। ओके बाई।